यो चाहिँ बेसार प्रशोधन गरेर यहाँ हेर्न सक्नुहुन्छ यो प्लान्टहरु यो प्लान्ट हो। यो बेसारबाट चाहिँ तेल उत्पादन गर्ने प्लान्ट छ यहाँ। यो चाहिँ सायद नेपालमा चितवनमा पनि छ भन्ने सुनेको थिएँ। यो चाहिँ लमजुङको खत्री ठाटी चोर भन्ने ठाउँमा यसरी यो प्लान्ट उत्पादन भइरहेको छ। यसरी यो दर्ता गरेर सहितको यो प्लान्टहरु इन्स्टल गरेको छ। यसरी कामदार कर्मचारीहरुको मेसिन छ। यो काट्ने तरिका चाहिँ गर्नु न एउटाले यसो खिचौँ भिडियो कसरी काट्छ हेरौँ न। एउटा हेरौँ न डेमो कसरी कटिङ गर्छ हेर्दिउँ न। यो चाहिँ कसरी यो मेसिनमा कसरी काट्छ एकचोटि निकाल्छ हेरौँ न। भिडियो बनाइरहेको छु कि यसमा यहाँ टक्क हालेर यहाँ मेसिन छ। यो मेसिन चाहिँ यहाँ प्लग अन गरेर यो चलाएर एकचोटि यो हाल्नु न कस्तो नै डर लाग्दैन क्या। अब देखेको छैन कसरी चलाउनु। त्यही भिडियो यसरी बेसारलाई चाहिँ प्रशोधन गरेर तेल उत्पादन गर्ने कार्यक्रम रहेछ यहाँ। र तेल पनि पर केजी 1 लाख भन्ने सुनेको छु मैले। 1 लाख हो 1 केजीको 1 लाख हो 1 लिटरको। अब कति छ अब यो मार्केट प्राइस हेरेर थाहा हुन्छ होला। यो चाहिँ पुरै यो कच्चा बेसारलाई चाहिँ यसरी यहाँ इन्स्टल गरेर यो रोलर चाहिँ घुमाएर यसरी सफा गर्दछ।